गन्तव्य थियो गोल घरभित्र। विचारको विशालतामा बन्द पर्खाल हरदम हारेको हुन्थ्यो। विचारको विशालतामा बन्द पर्खाल हरदम हारेको हुन्थ्यो। नेल र हत्कडीहरू निष्प्रभावी थिए। वर्ग वैरीको लागि आतंक भए विद्रोह बोलिरहने उनी योद्धा थिए। निर्मम यातनाले गलाउन सकेन, झिरहरूले जलाउन सकेन, दृढताको शिर कहिल्यै झुकेन, चेतनाको कलम कहिल्यै रोकेन। औँलामा पिन रोपे पनि, छातीमा बन्दुक ताके पनि जनताका साहसी साथी थिए। तानाशाहको नजरमा बागी थिए। गरिबको कविता लेखिरहे, उत्पीडनका विरुद्ध बोलिरहे। जबसम्म उनी जीवित थिए, असमानता मेटाउन कुदिरहे, क्रान्तिको झोला बोकिरहे, मुक्तिको गीत गाइरहे। हामी सबैका ऊर्जा थिए। हो, उनी कवि इच्छुक थिए।